नमस्कार साथीहरू, आज नि तपाईहरुमाझ अर्को भिडियो लिएर उपस्थित भएको छु। साथीहरू, तपाईले यो गेम कहीँ न कहीँ देख्नु भएको होला र कहीँ न कहीँ तपाईले खेल्नु पनि भएको होला र खेल्नु भएको छैन भने पनि तपाईले कहीँ न कहीँ देख्नु भएको होला। जस्तो यो तीनवटा गोटी देख्न सक्नुहुन्छ। यो दुईटा गोटी सादा छ, कालो र यसमा चाहिँ एउटा फूल छ। तपाईहरुले यो गेम कहीँ न कहीँ खेल्नु भएको होला र यो गेम कसरी खेलिन्छ र मान्छेले चाहिँ हामीले खेल्दाखेरि पैसा कसरी हारिरहन्छ त्यो बारे चाहिँ आज म तपाईहरुलाई सिकाउने छु र सुरुमा म तपाईलाई गरेर देखाउने छु। त्यसपछि यो गेम चाहिँ कसरी खेलिन्छ त्यसबारे पनि म सिकाउने छु। जस्तो साथीहरू, यो गेम तपाईहरुले कहीँ गएर खेल्नुभयो भने तपाईले जित्ने सम्भावना हुँदैन, किनकि यो गेम खेल्दाखेरि दायाँ बायाँ धेरैजना चाहिँ उसकै साथीहरू रहेको हुन्छ, जसरी पनि तपाईलाई हरारै छाड्छ र जाने बेलामा तपाईले अलिअलि जित्नुभयो कदाचित भने पनि जाने बेलामा तपाईले त्यो पैसा लिएर जान दिँदैनन्, किनकि त्यहाँनेरि अलिकति डेन्जर अरू केटाहरू वरिपरि राखेर चाहिँ यो गेम खेलाइरहेको हुन्छ। त्यसले गर्दाखेरि यो जित्न त सक्नुहुन्न, जसरी पनि तपाईलाई हरारै छाड्छ। यदि जितिहाले पनि तपाईले त्यहाँबाट पैसा लिएर जान सक्नुहुन्न। र यो एकदमै खतरा गेम हो र धेरै एकैछिन खेलाइन्छ र भएको जति पैसा सबै डाङडुङ पारेर त्यहाँनेरि चाहिँ सिद्ध्याएर तपाईँ जानुपर्ने हुन्छ। र यो गेम तपाईले चाहिँ जित्न सक्नुहुन्न, किनभने यो गेम कुनै पनि हालतमा तपाईले जित्न सक्नुहुन्न र जितिहाले पनि तपाईले पैसा लिएर जान सक्नुहुन्न। ओके, कसरी खेलाइन्छ यो गेम र तपाईले कहीँ खेल्नु भएको छ भने पक्कै पनि थाहा पाउनुहुन्छ। ओके, यहाँ तीनवटा गोटी छ। जस्तो यो तीनटामा एउटा मात्र जुन देख्न सक्नुहुन्छ। यहाँनेरि चाहिँ एउटामा एक साइडमा चाहिँ जुन फूल छ, जुन मैले चाहिँ यहाँनेरि सेतो लगाएको छु, यो नर्मल गोटी हो, यो क्यारम बोर्डको गोटी हो। ओके, यो गोटीलाई चाहिँ कसरी खेलाइन्छ तपाईले खेल्नु भएको छ भने थाहा होला। यदि खेल्नु भएको छैन भने यो गेममा कसरी खेलिन्छ। ओके, यहाँनेरि चाहिँ जुन एउटा यो सेतो छ, दुईटा देख्न सक्नुहुन्छ, यो चाहिँ नर्मल छ। ओके, जस्तो यो सेतो देख्नुभयो। ओके, यो कालो छ। यो गोटीलाई चाहिँ ओके म यसरी हान्दिन्छु, देख्न सक्नुहुन्छ सेतै छ, फेरि हान्दिन्छु। ओके, देख्न सक्नुहुन्छ सेतै छ। अब जस्तो हामीले यो सेतो जहाँनिर झर्छ त्यो चाहिँ हामीले हेर्नुपर्ने हुन्छ र यसमा पैसा राखिन्छ। जस्तो तपाईले 1000 रुपैयाँ राख्नुभयो भने डबल हुन्छ, 2000 रुपैयाँ तपाईले पाउनुहुन्छ। ओके, तपाईहरु पनि राम्रोसँग हेर्नु होला। यो गोटी कहाँ झर्छ र मैले चेन्ज गर्छु र त्यहाँनेरि तपाईले राख्नुपर्ने हुन्छ। ओके, ओके देख्न सक्नुहुन्छ। ओके 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 हेर्नु होला। त्यसपछि त्यसमा पैसा राखिसकेपछि तपाईले जित्नुहुन्छ। ओके, यो गोटी भयो। ओके ओके मैले राखिदिएँ। तपाईले गेस गर्नु भएको होला त्यो गोटी कहाँ छ। ओके, यसलाई एकचोटि म चेन्ज गरिदिन्छु। ओके, फेरि यसलाई एकचोटि म चेन्ज गरिदिन्छु। ओके, अब तपाईहरुले पैसा राख्नुहुन्छ जुन तपाईले देखिराख्नु भएको छ। ओके, म यहाँनिर चाहिँ पैसा राखिदिन्छु। अहिले यसमा राखिदिन्छु म। ओके, यो दुईटा हेरौँ। देख्न सक्नुहुन्छ नर्मल छ। ओके, यहाँनिर सेतो आएको छ। अब यसको 1000 को चाहिँ हामीले 2000 पाइन्छ, 2000 जितिन्छ। ओके, अब फेरि पनि एकचोटि म तपाईहरुलाई देखाउँछु। जस्तै देख्न सक्नुहुन्छ। ओके, यो पनि मैले भर्खरै तपाईहरुलाई सिकाउनको लागि मात्रै गर्दैछु, म त्यति परफेक्ट छैन। ओके ओके, फेरि यसलाई एकचोटि चेन्ज गरिदिउँ। ओके, यसलाई एकचोटि चेन्ज गरिदिउँ र फेरि यसलाई एकचोटि चेन्ज गरिदिउँ। ओके, तपाईहरुले चाहिँ कमेन्टमा भन्न सक्नुहुन्छ कुनमा छ, दोस्रो पटकमा। ओके, यसमा पैसा राख्छु म। ओके, यहाँ राखिदिएँ। दुईटा हेरौँ। ओके, नर्मल छ। यो हेरौँ। ओके, देख्न सक्नुहुन्छ यो पनि तपाईले जित्नुभयो। किन भन्दाखेरि एक दुईचोटि तपाईलाई जिताउँछ, किनकि त्यतिखेर अलिकति कम पैसा राख्नु भएको हुन्छ र तपाईलाई लोभ्याउनको लागि एक दुईचोटि पक्कै पनि तपाईले जिताएको हुन्छ। ओके, र तपाईले दुईचोटि जितिसक्नु भयो। ओके, तपाईको गेस पनि सही भएको थियो होला, यो गोटी कहाँनेरि गएको छ भनेर। ओके, अब फेरि म एकचोटि तपाईलाई चाहिँ देखाउँछु। ओके, देख्न सक्नुहुन्छ यो फुल यही छ। ओके ओके ओके, यसलाई यहाँ राख्थेँ, यसलाई यहाँ राखिदिएँ। ओके साथीहरू, अब तपाईले गेस गर्नु होला। ओके, यसलाई म एकचोटि चेन्ज गरिदिन्छु। त यति एकचोटि मात्रै चेन्ज गरिदिएँ। अब तपाईले फेरि पनि पैसा राख्नुहुन्छ। जस्तो यहाँ राखिदिउँ, हामीले किन देखिरहेको यही हो, यहाँ राखिदिएँ।
ओके हेरौँ, देख्न सक्नुहुन्छ छैन, अहिले यहाँ आइसकेको छ। ओके तेस्रो पल्टमा तपाईँ हारिसक्नु भएको छ, अझै पनि तपाईँलाई लोभ्याइरहेको हुन्छ। ओके यो यहाँ आइसकेको छ, फेरि पनि म एकचोटि तपाईँलाई देखाउँछु। ओके देख्न सक्नुहुन्छ यहाँ छ। ओके यसलाई यहाँ राख्थेँ। ओके यही छ। ओके 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 यसलाई यहाँ राखिदिएँ। ओके देख्न सक्नुहुन्छ कालै छ, तपाईँलाई सङ्ख्या नहोस् भनेर मैले देखाइरहेको छु। देख्न सक्नुहुन्छ कालै छ। ओके यसलाई यहाँ राखिदिएँ। ओके देख्न सक्नुहुन्छ कालै छ, यहाँ राखिदिएँ। ओके अब फेरि म यसलाई चेन्ज गरिदिन्छु, एकचोटि चेन्ज गर्दै। ओके फेरि यसलाई म एकचोटि चेन्ज गरिदिन्छु। ओके चेन्ज गरिदिएँ। ओके तपाईँहरूले पैसा राख्नुहुन्छ, अब जस्तो यसमा राख्नुहुन्छ। ओके देख्न सक्नुहुन्छ यो छैन। ओके देख्न सक्नुहुन्छ यहाँ बिचमा आइसकेको छ। ओके तपाईँलाई दोस्रोचोटि मैले कालै देखाएको हो, सुरुकै हानेको हो, एकचोटि मात्रै चेन्ज गरेको हो। ओके यसरी नै तपाईँ चाहिँ हार्दै जानुहुन्छ। ओके अब लास्टचोटि तपाईँहरूलाई म देखाउँछु, जस्तो देख्न सक्नुहुन्छ। ओके देख्न सक्नुहुन्छ। ओके 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 म तपाईँलाई चाहिँ चेन्ज नगरिकन देखाइदिन्छु। ओके देख्न सक्नुहुन्छ यही छ। ओके यही छ कालो, यसलाई राखिदिउँ। अब जस्तो नर्मली तरिकाले मैले यतिकै राखिदिएँ। तपाईँहरूले पनि कमेन्ट गर्न सक्नुहुन्छ। जस्तो हामीले यसलाई अब म चेन्ज गर्दिनँ। अब हामी जसले पनि पैसा राख्ने यसैमा हो। ओके पैसा राखिदिएँ। ओके हेरौँ, देख्न सक्नुहुन्छ छैन। ओके छैन, देख्न सक्नुहुन्छ यहीँ बिचमा आइसकेको छ। यसरी चाहिँ यो गोटीबाट तपाईँहरूले चाहिँ कहिले पनि जित्न सक्नुहुन्न। म त नर्मल तपाईँहरूलाई सिकाउनको लागि यो कसरी खेलिन्छ भनेर मात्रै, र यसमा चाहिँ सधैँ हामी कसरी हारिन्छ भनेर मात्रै तपाईँलाई सिकाउनको लागि मैले तयार गरेको हो। त्यसले गर्दा म पनि त्यति पर्फेक्ट छैन, मैले यो गेम खेलाएर हिँड्दिनँ र त्यति पर्फेक्ट छैन। ओके साथीहरू यो गेम चाहिँ कसरी हुन्छ त, जस्तो यहाँ देख्न सक्नुहुन्छ। ओके यो एउटा नर्मलै हो, देख्न सक्नुहुन्छ यो जहिले पनि यहीँ हुन्छ, यो हराउँदैन। ओके सुरुमा हामीले देखाइन्छ, यसरी छोडिन्छ नर्मल तरिकाले। ओके छोडियो नर्मल तरिकाले, यसमा केही छैन, नर्मल तरिकाले छोडियो। र सुरुको पल्ट तपाईँले लोभ्याउनको लागि मैले के गरेँ, जस्तो यो देख्न सक्नुहुन्छ यहाँनिर छ, यसलाई मैले सिधै छोडिदिएँ र यसलाई यहाँ राखिदिएँ। ओके यसलाई यता राखिदिएँ। ओके यसलाई एकचोटि मैले चेन्ज गरिदिएँ। चेन्ज गर्दा पनि जस्तो हामीले यहाँ पैसा राख्यौँ भने यहीँ नै छ 100%। यो सुरुमा तपाईँलाई दिएकै हुन्छ, किन भन्दा तपाईँले लोभ्याउनको लागि। ओके अब त्यसपछिको भनेको जस्तो यो यहाँ छ। ओके मैले एकचोटि देखाइदिएँ, अर्कोचोटि देखाइदिएँ। ओके एक दुईचोटि यसरी मैले देखाइदिएँ तपाईँलाई। ओके यो फास्टमा गरेको हुन्छ, एकदमै फास्टमा हुन्छ, तपाईँले पत्तै पाउनुहुन्न। एकदमै कुन बेला कुन चाहिँ गोटी झारिसकेको हुन्छ थाहै पाउनुहुन्न। यसरी एकदमै फास्ट गरेको हुन्छ, तर म चाहिँ प्र्याक्टिस अलिक नभएर त्यति फास्ट गरेको छैन। ओके यसरी देखाउँदै देखाउँदै अब चाहिँ जब तपाईँलाई दोस्रो तेस्रो पटकबाट चाहिँ तपाईँलाई यसरी सुरुमा यसरी देखाइरहेको थियो, यसरी देखाउँदा देखाउँदै यसरी देखाउँदा देखाउँदै अब चाहिँ यो माथिल्लो चाहिँ गोटी जस्तो यो सेतो नभएर यो चाहिँ गोटी फालिदिएको हुन्छ। जस्तो यो गोटी फाल्नु पर्नेमा जब दोस्रो पल्टबाट तपाईँलाई हराउनको लागि चाहिँ अब यो माथिल्लो गोटी फालिदिया हुन्छ, यो यहीँ रहन्छ। जस्तो देख्न सक्नुहुन्छ यहाँनिर गइसकेको छ। अब हामीले सोचिन्छ यही गोटी चाहिँ आइसक्यो भनेर यहाँ पैसा राखिन्छ, तर गोटी यहीँ नै हुन्छ। र यसलाई यहाँ फालिदिइसकेपछि अब यसलाई चेन्ज गरेर हामीले यो गोटी यहाँ आयो भन्ने सोचेको हुन्छ, तर यहाँ पुगिसकेको हुन्छ। ओके त्यस्तै गरी तपाईँलाई चाहिँ मैले दुईचोटि कालो देखाएको थिएँ। ओके यो भयो। यस्तै गरी
एकचोटि देखायो, एकचोटि एक दुईचोटि देखायो, त्यसपछि दोस्रो पल्ट फास्टमा गरेको हुन्छ। यसरी चाहिँ फालिदिइसकेको हुन्छ। यो नर्मल फालिदिएको हुन्छ। अब तपाईँलाई देखायो यो कालै छ हैन, तपाईँले कालै छ भनेर सोच्नुहुन्छ। यहाँनिर एउटा कालो देखायो। अब यतिखेर पनि के गरेको हुन्छ उसले, यो दोस्रोवालालाई चाहिँ फालिदिया हुन्छ। यहाँ तल कालो देखायो तर गोटी माथि छ। यो दोस्रोवालाले फालिदिया हुन्छ, यो माथिल्लोवालालाई यहाँ फालिदिया हुन्छ। अब फेरि कालै देखायो यहाँ। अब तपाईँ ढुक्क हुनुहुन्छ कि अब तपाईँले चाहिँ दुईटै कालो देखाइसक्यो भनेपछि 100% यसैमा छ भन्ने सोच्नुहुन्छ, तर त्यसमा हुँदैन। यो चाहिँ डबल लिफ्ट गरेको हुन्छ, यसैलाई डबल लिफ्ट भन्छ र यो तासमा पनि हुन्छ र यस्तो गेमहरुमा पनि हुन्छ। ओके, यो गेम यसरी हुन्छ र तपाईहरु कहीँ पनि नझुक्किने होला र यो गेम तपाईले खेल्दा उचित हुन्न, किनकि तपाईँ हार्नु नै हुन्छ। कतिखेर फाले हुन्छ भने थाहै पाउनुहुन्न, एकदम फास्टमा हुन्छ यो। साथीहरु पक्कै पनि तपाईहरुले थाहा पाउनु भयो होला र पछि म खेलेर दुई चार जना साथीहरुलाई राखेर प्र्याक्टिकली तपाईहरुलाई देखाउने छु आखिर उनीहरुले जित्छन् जित्दैनन् हैन। यो हातको सफाइलाई उनीहरुले पत्ता लगाउन सक्छ सक्दैन त्यो तपाईहरुलाई म भिडियो मार्फत दिनेछु। आजको लागि चाहिँ यति नै। यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो, भिडियो मन पर्यो भने भिडियोलाई एक लाइक गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला र यो गेमको बारेमा अझै बुझ्ने इच्छा छ भने कमेन्ट गर्नु होला, म अर्को भिडियो लिएर आउने छु। हवस् त, धन्यवाद।